यहाँहरू सबैमा नमस्कार। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी रासपा तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ र यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले दिनुभएको सन्देश म यहाँ वाचन गरेर सुनाउन गइरहेको छु र उहाँले दिएको सन्देश अलि धेरै लामो छ, त्यसैले गर्दा अलिकति समय लाग्न सक्छ यो भिडियोमा। र यतिखेर रासपाका सभापति रवि लामी छाने सहकारी ठगी मुद्दामा भैरवा कारागारमा हुनुहुन्छ र उहाँले भैरवा कारागारबाट पठाएको यो लिखित सन्देश आजका जुन विभिन्न किसिमका अनलाइन मिडियाहरूमा प्रकाशित छन् र ती नै अनलाइन मिडियाहरूबाट साभार गरेर मैले लिएको हो। र यो वाचन गरेर सुनाउनुको मुख्य उद्देश्य भनेको चाहिँ जसले यो पढ्न चाहनुहुन्छ, पढ्न सक्नुहुन्छ, उहाँहरूको लागि त्यति गाह्रो कुरा भएन। तर यो अलिकति लामो भएकोले गर्दाखेरि पढ्नलाई पनि अल्छी लाग्ने हुनसक्छ। त्यसै गरी जसले पढ्नु लेख्नुहुन्न तर रवि लामी छाने रासपाको बारेमा सरोकार राख्नुहुन्छ उहाँहरूलाई सुनेर भए पनि कुराहरू बुझ्नुहुन्छ भन्ने एउटा सोचका साथ मैले यसलाई चाहिँ नि वाचन गरेर सुनाउन गइरहेको छु। आशा छ यहाँहरूले अन्तिमसम्म यो भिडियोलाई हेर्नुहुनेछ अनि यो भिडियोलाई लाइक गर्नुहुनेछ, कमेन्ट गर्नुहुनेछ र धेरैभन्दा धेरै साथीहरूमाझ सेयर पनि गर्नुहुनेछ भन्दै अब कति पनि ढिला नगरिकन रासपा लामी छाने रासपा सभापति रवि लामी छानेले पठाउनु भएको सन्देश म यहाँहरूमाझ वाचन गरेर सुनाउन गइरहेको छु। र रवि लामी छानेले स्थापना दिवसको अवसरमा, पार्टीको स्थापना दिवसको अवसरमा पठाएको सन्देश यस्तो छ। आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार, जय घन्टी। पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल 9725 नम्बरको थुनुवाका रूपमा भैरवा कारागारबाट पठाएको छु। आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहरु बीच पुग्नेछ। तपाईहरुले मलाई दुई पटक कीर्तिमान पूर्ण मतका साथ संसदमा पुर्याउनु भयो। भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 12 लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुको उपचुनावको परिणामले झन तर्सिए। स्वस्थ र प्रजातान्त्रिक विधिबाट रासपा अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू म विरुद्ध षड्यन्त्रमा लागे। त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा कसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्यको कसरी दुरुपयोग भयो, तपाईहरुले आफ्नै आँखाले देखिरहनु भएको छ। तपाईहरुलाई थाहै छ म कसैमाथिको कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ, बोलेरै कीर्तिमान राखेको मान्छे पनि हुँ। तर यिनीहरूले यस्तो जाल थापे कि आफै माथिका अपराध र अन्यायमा पनि म बोल्न सकिन। मेरा कानुन व्यवसायीहरूले निरन्तर भनिरहनु भयो तपाई देशकै सबैभन्दा ठूलो अपराधिक गिरोहसँग न्यायिक लडाईँ लड्दै हुनुहुन्छ। एउटै आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर यिनीहरूले थप कानुनी झमेलामा फसाउन सक्छन्। त्यसैले तपाई बोल्न हुँदैन। 4 जिल्ला, 4 उच्च र पछि सर्वोच्च समेत गरेर 9वटा अदालत, अब त पर्सा जिल्ला अदालत पनि थपियो। मुद्दा झुन्ड्याएको व्यक्तिले कानुन व्यवसायीको राय नसुन्न पनि मिलेन। तर यो मौनता अरूलाई भन्दा बढी मलाई नै बिजाइरहेको थियो। चाहे अरू जतिवटा झुट मुद्दा खेप्न परोस्, अब बोल्छु भन्ने लागेरै चैत्र 18 गते पार्टी कार्यालयबाटै घोषणा गरे चैत्र 23 गते चितवनमा बोल्छु। संयोग मानौ कि सत्य, परिणाम मेरा कानुन व्यवसायीले चेतावनी दिए जस्तै भयो। चैत्र 22 गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गर्यो। अब त सर्वोच्च पनि थपिसकेको थियो। म विरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। 2046 साल पछिका 36 वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन् आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालत बाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा अदालत यिनको, मिडिया समेत यिनकै, राज्यका सारा अङ्ग र संरचना यिनकै भर्ती केन्द्र। घरिघरि लाग्छ यिनीहरूले मलाई धेरै दुःख दिए, तर विचार गर्दै जाँदा गएका 36 वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुःख मनाउ गर्नु, जब यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाइसके। आदरणीय देशवासीहरू, जेलको कोठरीबाट आज म आफ्नै जीवनको समीक्षा गरिरहेको छु। त्यो समीक्षा म तपाईहरुलाई पनि सुनाउन चाहन्छु, तर नेताका रूपमा होइन, एउटा
छोराका रूपमा, एउटा दाइ, एउटा भाइका रूपमा, एउटा सामान्य नागरिकका रूपमा मैले कहिल्यै सोचेको थिइनँ कुनै दिन म राजनीतिमा पनि आउनेछु। विद्यार्थी जीवनमै मिडियामा लागे, टेलिभिजन र एफएमतिर छोटे-मोटे सेलिब्रेटी भइसकेको थिएँ। तर अलि राम्रो जीवन बाँचिएला कि भनेर अमेरिका भासिए। ठुलो कुरा गर्नुपर्ने र ढाँट्नुपर्ने केही छैन। नेतागिरीको कुनै लत नपाली अमेरिकामा पनि नेपाली समाजसँग जोडिए, साथ दिएँ, लिएँ, असफल भएको होइन, तर मन कहिल्यै रमाएन। फर्किन्छु भन्दा भन्दै 14 वर्षको धनवास भन्ने कि वनवास बिताइयो। संसारकै लामो टेलिभिजन टक सोको रेकर्ड राख्न मन लाग्यो। कुनै लोकल टेलिभिजन खोलेर अमेरिकामै त्यो रेकर्ड राख्न नसकिने थिएन, तर मनले भन्यो त यसका लागि पनि देश फर्किनस् भने पछि के फर्केलास्। अनि नेपाल आएर गिनिज बुकमा नाम दर्ज पनि गरे। सञ्चार र मनोरञ्जनको अनुभव थियो, तर मनोरञ्जनमा रुचि भएन। सञ्चार कर्ममा फर्किन जाएँ, तर त्यो एकदमै सृजनात्मक र परिणाममुखी होस् भन्ने थियो। मलाई त्यतिखेरसम्म प्रधानमन्त्रीहरूमाथि भ्रम थियो। मैले सरकार र जनताबीच संवादको ठुलो खाडल देखेँ। चाँडै प्रधानमन्त्री बन्दैछन् भन्ने थाहा पाएपछि सिधै केपी ओलीलाई फोन गरेँ। न्युयोर्कमा भेट भएको र छोटो अन्तर्वार्ता पनि गरेको संक्षिप्त चिन्जान पनि स्मरण गराएँ र सोधेँ, मेरो कुनै फाइदा नहुने तर प्रधानमन्त्रीका रूपमा तपाईँले गर्नै पर्ने केही कामको कुरा गर्छु, आधा घण्टा समय दिन सक्नुहुन्छ? मैले थप आग्रह पनि गरेँ, म केवल तपाईँसँग कुरा गर्छु र मलाई अनडिभाइडेड अटेन्सन चाहिन्छ। मेरो व्यक्तिगत लाभको एउटा पनि कुरा गर्दिनँ। उनकै फाइदाको कुरा थियो। ओली कन्भिन्स भए। उनी प्रधानमन्त्री भएको केही समयसम्म सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु भयो। अहिले ओलीले रवि लामिछानेलाई जागिर दिए भनेको सुने, तर त्यो तथाकथित जागिरबाट मैले ओलीबाट, एमालेबाट र नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन। त्यो कार्यक्रमबाट मैले एउटा कुरा लिएँ, ज्ञान। प्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू कसरी सोच्छन् त्यो देखेँ। देश र जनता प्रति उनीहरूको लापरवाही देखेँ। त्यसपछि मलाई लाग्यो यस्ता सिधा कुरा शासकसँग गरेर देश पार लाग्दैन। परिणाम खोज्ने हो भने सिधा कुरा त जनतासँग पो गर्नुपर्छ। अनि सुरु भयो सिधा कुरा जनतासँग कार्यक्रम। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा म प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, आयोजना प्रमुखहरूका एसी रुममा हुन्थेँ। त्यतिखेरका कार्यक्रम हेर्नुहोस् त, रवि लामिछानेको भाषामा आक्रोश छैन। म इमानका साथ भन्छु, त्यतिखेरसम्म मैले जनताको वास्तविक पीडा र समस्याको भेउ पाएकै थिइनँ। म त सरकारी तथ्याङ्कहरूमा देखिने विकासकै वरपर घुमिरहेको थिएँ। त्यसैले ममा ठुलो आक्रोश र सन्तोष पनि थिएन। म पनि अरू मूलधारका सम्पादक जस्तै शान्त सुनिन्थेँ, तर सिधा कुरा जनतासँग पछि बल्ल मेरो यो देश र जनताको सत्यसँग सामना सुरु भयो। बोक्सीको आरोपमा मुखमा दिशा कोचाइएकी लक्ष्मी परिवारका लगलगी कामेका नाबालक छोराहरूको चित्कार सुने। बोक्सीकै आरोपमा सिंहो गाउँबाट निर्घात कुटिएकी राधा चौधरीको आँगनमा पुगे। खाडीमा बेचिएकी कविता तामाङले मालिकको यौन हिंसाबाट बच्न लाइभ कार्यक्रममै आएर आहार गुहार गरिन्। एउटै घरको पल्लो कोठामा साथीमाथि भएको जबरजस्ती यौन दुर्व्यवहारदेखि अर्की चेली इराकदेखि लाइभ आइन्। म स्टुडियोमा मात्र बसिन। सुपरभाइजरको यौन शोषणका कारण आबुधाबीमा आत्महत्या गर्न बाध्य भएकी अष्टमी गुरुङको न्यायका लागि आबुधाबीदेखि गोर्खा आरुघाटसम्म पुगे। सिंहो गाउँलाई मिटर ब्याजको पासोमा पारेका श्याम परदेशीको अत्याचारको स्थगत रिपोर्टिङ गरे। ऋण मिना गर्ने शर्तमा गाउँलेका साना छोरीहरूलाई आफूसँग रात बिताउन पठा भन्ने घृणित साहुकारहरूसँग जवाफ मागे। मेरो सञ्चार कर्म अलपत्र पूर्वाधार, खुल्लमखुल्ला घुसखोरी, सरकारी अड्डामा नागरिकले पाएको शास्ति, विभिन्न हिंसा, विभेद, ठगी र अपराधको शिकार भएका आम जनताको आँसु र चित्कारतिर सोझियो। विदेशमा समेत ठगिएर जागिर गुमाएका, अस्पताल भर्ना भएका, जेलमा कुजिएर बसेका सयौं नेपाली दाजुभाइ दिदीबहिनीका पीडाले दिमाग रन्थनिन्थ्यो।
म मान्छु टेलिभिजनमा मेरो स्वर चर्कै सुनियो। सञ्चारकर्मीका रूपमा म उच्च पदस्थहरूको डिनरबाट फर्केर समाचार पढ्दिनथेँ। लुटिएका, ठगिएका, हेपिएका आम जनताका आर्तनाद, चित्कार र क्रन्दन सुनेर स्टुडियो छिर्थेँ। अनि स्वर कसरी नरम हुन सक्थ्यो र? देशको व्यतिथि देखेर म यति द्रवित भएँ कि मैले सर्वस्व त्यागेर ज्यानको बाजी थापेर भए पनि विवेकको लडाईँ लड्ने निर्णय गरेँ। अनकन्टार जङ्गलमा महिनौँ हिँडेर जीवन नै हत्केलामा राखेर र दलाललाई 1,40,00,000 तिरेर सयौं नेपाली अमेरिका गइरहेकै बेला मैले अमेरिकी दूतावासलाई उल्टै 3.5 लाख बुझाएर अमेरिकी पासपोर्ट ससम्मान फर्काइदिएँ। त्यति बेला मसँग देश विदेशका समस्या लिएर हरेक दिन 50औं निमुखा र निरुपाय नागरिक फोन वा प्रत्यक्ष संवादमा आउँथे। न्युज 24 को सीमित स्रोत साधनबाट त्यति धेरै समस्या पहिचान र सम्बोधन गर्न सम्भव भएन। म विकल्पको खोजीमा रहेका बेला अलि स्रोत सम्पन्न मानिएका हिमालय र एपी1 का मालिक सम्पर्कमा आए। उनीहरूसँग सम्झौताको ड्राफ्ट आदान प्रदान हुँदै थियो। यही सेरोफेरोमा एउटा समाचारको सन्दर्भमा एक पटक मात्र चिन्जान भएका पूर्व डिआइजी छविलाल जोशीले मलाई अलि ताकेतानै गरी जीवी राईसँग भेटाए। उनीहरू ठूलो लगानीमा गुणस्तरीय टेलिभिजन खोल्दै रहेछन्। मिलेर काम गरौँ भने 15% सेयर दिने भए। मैले कुनै आर्थिक दायित्व बोक्न नपर्ने गरी लिखित सम्झौता नै गरियो। समाचार र कार्यक्रमको जिम्मेवारी मेरो र आर्थिक जिम्मेवारी जीवी राईको रहने कुरा सम्झौता पत्रमै स्पष्ट गरियो। सम्झौतामा पहिलो पक्षका रूपमा जीवी राईले, दोस्रो पक्षका रूपमा मैले र साक्षीका रूपमा छविलाल जोशीले हस्ताक्षर गर्यौं। यसरी ग्यालेक्सीको 4K टेलिभिजनमा जोडिएँ। यसअघि जीवी राईको 7 पुस्तासँग र उनी सम्बन्ध कुनै व्यापारी, व्यवसायी, परिवार, आफन्तसँग मेरो 7 पुस्ताको नातागोता, चिन्जान, भेटघाट, सम्पर्क, व्यापार, व्यवहार केही थिएन। आदरणीय दाजुभाइहरू, न्युज 24 को तुलनामा म एउटा कार्यक्रमबाट सिङ्गो स्टेसनको नेतृत्वकर्ता भएँ। स्टुडियो सानोबाट विशाल भयो। सञ्चारकर्मीको सञ्जाल अझ ठूलो भयो। टेलिभिजनको स्क्रिन अझ उज्यालो भयो। तर मैले थाहा पाएँ जतिसुकै ठूलो टेलिभिजन भए पनि गैर जिम्मेवारले शासन गरेको देशमा बढी कराउन मात्र सकिन्छ, बदल्न केही सकिन्न। यो देशमा जिम्मेवारी भएकाहरूलाई कराएर, सम्झाएर र नागरिकका पीडा देखाएर केही फरकै पर्दैन। सञ्चारकर्मीकै बीचमा मैले सप्तरीमा 52 मुसहर परिवारको बस्ती र दुर्गम कालीकोटमा 15 बेडको सुविधा सम्पन्न अस्पताल निर्माणको नेतृत्व पनि नलिएको होइन। विदेशमा अलपत्र कयौं नेपालीको उद्धार नगरेको पनि होइन। कोभिड महामारीमा विपन्न नागरिकसम्म अक्सिजन र खाद्यान्न नपुर्याएकै हो। यी कुरालाई उपलब्धि मानेर म आत्मरतिमा रमाउन पनि सक्थेँ। तर देशको बृहत चित्रमा हेर्दा मलाई मनैदेखि लाग्यो यी सबै उपलब्धि एउटा विषाक्त समुद्रबाट केही थोपा पानी निकाले जस्तो मात्रै हुन्। यो देशमा केही गर्ने हो भने व्यतिथिको ज्वरो उखाल्नै पर्छ। अनि सल्लाहमै निशुल्क पाएको सेयर निशुल्कमै फिर्ता गरेर म ग्यालेक्सी टेलिभिजनबाट बाहिरिएँ। सञ्चार कर्म छोडेर राजनीतिमा आउने निर्णय त गरेँ, तर प्रवेश कसरी? मसँग 2 विकल्प थिए। या त स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टीको संरचना खडा गरेर स्थापितलाई घचघच्याउने। 2वटै विकल्पमा घनीभूत छलफलमा लागे। तर स्थापित दलहरूको दलदलमा छिरेर अल्मलिनुभन्दा उपयुक्त निष्कर्ष निस्कियो नयाँ दल गठन। यो पनि कम चुनौतीपूर्ण कहाँ थियो र? पार्टीको नेतृत्व गरिदिन आग्रह गर्दै म कसकसको दैलोमा पुगिन। देशले मानेका र समाजले चाहेका प्राय सबैसँग मैले कल्पना गरेको दलको नेता बनिदिन आग्रह गरेँ। म सघाउँछु तपाईले नेतृत्व गरिदिनुहोस् भने धेरैले मानेनन्। सन्दुक रोहितदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिल केशरी शाहसम्म यस्ता कयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरे। कसैले विश्वास नगरेपछि मात्रै म आफै सभापति भएर पार्टी दर्ता गरेको हुँ। पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस् भनेर कयौं ढोकाहरू ढकढक्याएँ। तर मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो। धेरैले मानेनन्। जनताले रासपालाई चौथो ठूलो पार्टी बनाए। करिब 11% समानुपातिक मत पायौं। नयाँले पनि के नापे भनेको सुनिन्छ कहिलेकाहीँ। हो, अपेक्षा गरे जति नभएको पक्कै होला,
तर म सोध्न सक्छु, परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा रवि लामी छानेले व्यापारी र माफियालाई बेच्यो त? समानुपातिक मत भनेको नेतालाई बेचेको मत जस्तो बुझिन्थ्यो। नेताले या परियार, नातागोता र दासहरूलाई सांसद बनाउँथे वा व्यापारीलाई बेच्थे। त्यसै गरे त रासपाले। प्रत्यक्षमा जस्तै रासपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु, एसिड आक्रमण परेकी बिन्दवासिनी कंसाकारलाई कहिल्यै संसदमा लैजान्थे यिनीहरूले? परदेश छाडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिले अटाउने थिइन्? स्थापित भनिएकाहरूले कहिले दिन्थे मनिष झा र सन्तोष परियारहरूलाई पालो? देशको अर्थतन्त्र जर्जर हुँदा समेत डाक्टर स्वर्णिम वाग्ले जस्तो विश्वले मानेको अर्थविदलाई लत्याएकाले कहिले चिन्थे डाक्टर चन्दा कार्कीहरू? यिनीहरूले कहिल्यै प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसीमा र सोभिता जस्ता भरभराउँदा युवाहरूलाई? माफियालाई टिकट बेच्नेहरूले कहिले मौका दिन्थे त हरि ढकालहरूलाई? मन्त्री बनाउँथे त विराज भक्त श्रेष्ठ, शिशिर खनाल जस्ता क्षमतावान युवालाई? वर्तमान व्यवस्था र संविधान मानेरै पुरानो राजनीतिक दलभित्र रहेको विकृति विसङ्गति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौँ। आज रासपा बिनाको प्रतिनिधि सभा कल्पना पनि गर्न सकिँदैन। जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति, तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान विश्लेषकहरूलाई किन गाह्रो परेको हो मैले बुझ्न सकेको छैन। देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामी छानेलाई पनि नआउने होइन, तर रवि लामी छानेले यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ। मलाई यो देशको व्यतिथिको थप व्याख्या गर्नु छैन, व्यतिथि भत्काउनु छ। व्यतिथिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरु हुँदैन। यिनीहरूलाई ललकारेर र धावा बोलेर मात्रै थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु, तर म विचलित छैन। यो आँट र सङ्कल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठुला ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्, तर म अलिकति पनि हल्लिएको छैन। एक थरी साथीहरू सोध्नुहुन्छ, सरकारमा किन गएको? यसमा मेरो प्रति प्रश्न छ, जनताले हामीलाई दिएको 12 लाख हाराहारी मत यो देशमा हस्तक्षेप गर्न थियो कि संसदमा निवेदन गर्न? निवेदन, अनुरोध, आग्रह, बिन्ती त टेलिभिजनबाटै गरिरहेको थिए। कराउन मात्र त टेलिभिजनमै कराइसकेको थिएँ। हस्तक्षेप गर्न जनतासँग मत मागेको थिएँ र सत्ताबाटै हस्तक्षेपको प्रयास गरेँ। अब मूल कुरा भन्छु, रवि लामी छानेले पातालबाट ल्यायो बेचन जा। सरकार र समीकरण नै बदलिने गरी भयो त्यसको प्रतिक्रिया। रातारात मिले काङ्ग्रेस र एमाले। मान्छेहरू भन्छन्, तैँले गृहमन्त्रीका रूपमा बालकोटतिर किन आँखा लगाइस्? किन तर्साइस् बुढा नीलकण्ठका दाजुभाउजूलाई? मैले अतिरिक्त केही गरेको होइन। विधिको शासन प्रमाणित गर्न खोजेको मात्रै हुँ। मैले चोरको खुट्टा च्वाट्टा काट्नु भनेको हुँ। च्वाट्टा खुट्टा कसले र किन ताने तिनै जानुन्। गृहमन्त्रीका रूपमा मैले व्यक्ति चिनिन, केवल विधि चिने। भोलि पनि मैले चिन्ने त्यही हो। जहाँसम्म डरको कुरा छ, रवि लामी छाने यिनीहरूसँग नडराएकै हो, नडराउने नै हो। यिनले अहिले बन्द गर्लान् बेचनजाहरूको फाइल। जनताको मत र साथ लिएर ती फाइल फेरि खोल्ने नै हो। यिनीहरूलाई अपराधको दण्ड दिने नै हो। गृह मात्र होइन, हामीले सम्हालेका कुनै पनि मन्त्रालयमा एउटै प्रश्न उठेन। सुमना श्रेष्ठ भन्नुहोस् या डिपी अर्याल, शिशिर खनाल भन्नुहोस् या विराज भक्त श्रेष्ठ, हाम्रा कुनै पनि मन्त्रीले जनताले दिएको मतलाई लज्जित बनाएनन्। हरेक मन्त्रीले मन्त्रालयमा सकारात्मक भाव रोपेर फर्के। नातावाद, कृपावाद वा अनियमितताको एउटै आरोप नखेपी सत्ताबाट फर्केको अरू कुनै पार्टी छ नेपालमा? एक थरी आलोचकहरू मलाई सत्ता लोलुपको आरोप लगाउँछन्। म तिनीहरूलाई यति भन्छु, रवि लामी छानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अवसर आयो होइदेऊ न भनेको भए कसले रोक्थ्यो र? प्रधानमन्त्री बनिदेऊ भनेर मध्यरातसम्म मैले मेरै हस्ताक्षर कुरेर बसेको थियो काङ्ग्रेसको मूल नेतृत्व। मैले मानिन।
भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर कसैको दण्ड स्वरूप आज थुना बेहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही? उपचुनावको परिणामपछि ठुला दल, त्यसमा पनि नेपाली काङ्ग्रेसका साथीहरू हामीसँग तर्सिए। त्यो परिणामले देखायो जनताको चेतना अर्कै ठाउँमा पुगिसकेको छ। अब म 2080 फागुन 23 गते दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएँ। तब तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै मेरो नामै किटेर छानबिनका लागि संसदीय समिति बनाउन माग गर्यो। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नमान्दै म नै अग्रसर भएर सत्ता पक्षलाई मनाए र 81 जेठ 15 गते मेरो सट्टा गोर्खा मिडियाको नाम राखेर संसदीय छानबिन समिति बन्यो। आदरणीय आमा बुबाहरू, अब म विरुद्ध कसरी राजनीतिक प्रतिशोध साधियो र कानुनको दुरुपयोग कहाँ कसरी गरियो भन्ने तथ्य बताउँछु। पहिलो संसदीय छानबिन समिति विशेष समितिको प्रतिवेदनको पेज नम्बर 449 मा मलाई आरोप लगाइएको प्रकरणको निष्कर्ष मध्ये एउटा बुदामा लेखिएको छ, सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालीमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामी छानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको भेटिए तापनि सोही रकम गोर्खा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ। प्रतिवेदनको पेज नम्बर 449 के अर्को बुदामा भनिएको छ, कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने। यसरी प्रतिवेदनले 3 वटा सन्दर्भ प्रष्ट भनेको छ। पहिलो, सहकारीबाट गोर्खा मिडियामा पैसा आएको हो। दोस्रो, ल्याउने प्रक्रियामा रवि लामी छानेको संलग्नता पुष्टि भएन। तेस्रो, रकम आएपछि खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको हकमा दायित्व पर्ने भए प्रचलित कानुन बमोजिम कारबाही गर्नु। प्रतिवेदनले बकाइदा खर्च गरेको हकमा दायित्व पर्ने भए प्रचलित कानुन बमोजिम गर्नु भनेको छ। कम्पनीको रकम खर्चको हकमा प्रचलित कानुन भनेको कम्पनी ऐन 2063 हो। प्रतिवेदन कम्पनी कानुन अनुसार भन्दै सरकारले मलाई कतै आकर्षित नहुने सहकारी ऐनको दफा प्रयोग गर्नु र झुट्टा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह र प्रतिशोध नभएर के हो त? दोस्रो, 2054 साल यता विभिन्न विषयमा छानबिन गर्न 15 वटा संसदीय विशेष समिति बनेका रहेछन्। अरु 14 वटा समितिका सिफारिस सरकारले बुझ्यो, सकियो। समितिका प्रतिवेदनहरू संसदीय अभिलेखमा सीमित हुन्थे। मेरा विरुद्धको सिफारिसलाई चाहिँ इतिहासमै पहिलो पटक क्याबिनेटबाटै अनुमोदन गरियो। 2081 भदौ 31 गते सभामुखलाई पेश गरिएको प्रतिवेदन सोही दिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पुग्यो र असोज 2 गते मन्त्री परिषदले संसदमा प्रस्तुत भएको सहकारी बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 81/2081 कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने निर्णय गर्यो। बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको छानबिन समिति विशेष समितिको 1200 पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो, त्यो पनि एकदमै छलपूर्वक र बलपूर्वक। तेस्रो, प्रतिवेदन आएपछि पहिल्यै लेखिएको पटकथामा राज्यको षड्यन्त्रमय छायाङ्कन र अभिनय सुरु भयो। विधामा बसेका जिल्ला न्यायाधीशलाई बोलाएर कार्तिक 2 गते शुक्रबार म विरुद्ध पक्राउ पुर्जी निकालियो। त्यसमा पनि मुद्दा 35 दिनभित्र अदालतमा बुझाइसक्नुपर्ने थियो, बुझाएनन्। त्यसपछि सङ्गठित अपराधको अभियोग लगाएर 60 दिन थुन्ने प्रपञ्च गरे। 60 दिन पनि सकिन लागेपछि 90 दिन थुन्न मिल्ने र संसद पद पनि निलम्बन हुने सम्पत्ति शुद्धिकरणको अभियोग लगाए। एउटै आरोपमा देशका विभिन्न जिल्लामा अनुसन्धान गर्नुपर्दा त्यसको नेतृत्व प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिने र एकै ठाउँमा मुद्दा चलाउने अभ्यास छ। यसले अनुसन्धानलाई सजिलो मात्र बनाउँदैन, न्याय निरूपण पनि छिटो हुन्छ। मेरा हकमा पनि त्यही हुनुपर्ने थियो, तर यहाँ प्रश्न न्याय निरूपणको थिएन, प्रतिशोधको थियो, राजनीतिक षड्यन्त्रको थियो। चौथो,
एउटा कसुरमा पोखरा हिरासतमा रहेको मानिसलाई बयानका लागि भन्दै काठमाडौँ लगियो। फेरि दोस्रो दिन काठमाडौँबाटै चितवन लगियो। तनाव र थकानले रक्तचाप निकै बढेको थियो। चितवन पुग्न साथ औषधि खाएर फेरि बयान सुरु गरे। दिनभरको बयान, अस्वस्थ र थाकेको शरीर। रातको झन्डै 11 बजिसकेको थियो। तत्कालीन एसपी गौतम मिश्रले भने, तपाईलाई यहाँबाट पठाउनु भन्ने आदेश छ, जानुपर्ने भयो हजुर। एसपी मिश्रलाई यस्तो आदेश दिने व्यक्ति थिए त्यति बेलाका प्रहरी प्रमुख बसन्त बहादुर कुँवर। उनलाई पनि आदेश दिने थिए दाजु भाउजू देवर र बा। मैले मेरो स्वास्थ्य जाँच गर भने उठ्न सकेको पनि थिइन। एउटा मान्छे उठाएर पठाउन सक्दैनस् भने त्यति कामका लागि अर्को मान्छे पठाऊ भन्ने प्रहरी प्रमुखको धम्की अघि उनीहरूको केही सिप चलेन। मध्यरातमा बल लगाएर मलाई गाडीमा हालियो। यस अघि पनि भनेको छु, त्यस बेला मलाई जबरजस्ती उठाउने प्रहरीले मादक पदार्थ सेवन गरेका थिए। उनलाई सम्झाउन र जाँच गर्न भनिरहे, तर कसले सुन्ने। मध्यरात हुन लाग्यो, मलाई लगिँदैछ भनेर परिवारलाई खबर गरिदेऊ भने सुनेनन्। कानुन व्यवसायलाई खबर गर्न भने मानेनन्। मध्यरातमा त्रिशुलीको बाटो परिवारलाई समेत खबर नगरी मलाई कहाँ पुर्याउन हिँडाइएको थियो थाहा थिएन। त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्याउने थियो या गायबै गर्ने, म यसै भन्न सक्दिनँ। पछि मेरो प्रतिरोध पछि धेरै हल्लाखल्ला भयो। बिहान 3 बजे पोखरा पुग्दासम्म मानसिक रूपमा कति विक्षिप्त भए लेखाजोखा हुनै सक्दैन। 5औं, कास्की प्रहरीको हिरासतमै रहँदा अनुसन्धानका लागि भन्दै काठमाडौँ, रूपन्देही र पर्सा पनि लगियो। मलाई ठग करार गर्न के मात्र तिग्डम गरिएन। मलाई आरोप एउटै छ, सहकारीको बचत अपचलन। अनि अभियोग चाहिँ थरीथरीका, कतै सहकारी ठगी, कतै ठगी मात्र, कतै सङ्गठित ठगी, कतै सङ्गठित अपराध। कास्कीमा त सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण। बैंक खातामा 7 लाख चान्चुन पैसा भएको मलाई पुर्ख्यौली जाया जेठा समेत देखाएर मेरी श्रीमती निकितालाई समेत प्रतिवादी बनाएर सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइयो। देशवासीले थाहा पाउनुपर्छ, जिल्ला प्रहरी कार्यालयबाट सहकारीसँग जोडिएर सम्पत्ति शुद्धिकरणको समेत मुद्दा खेप्ने पहिलो नेपाली नै यिनीहरूले रवि लामिछानेलाई बनाए। 6औं, सहकारीका सञ्चालक नै रहेका काङ्ग्रेस एमालेका नेतामाथि के भयो, के गरियो? घरमै बसेर फरार भनिएकी काङ्ग्रेस संसद माया राई स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिवलाई खुलेआम संसद छिराएर हाजिर गर्न दिएर फर्काइयो। संसद छिरेपछिको जनदबाव थेक्न नसकेर मात्रै उनलाई पक्राउ गरिएको हो। केही दिनमै अदालतले जम्मा 10 लाख धरोटीमा छाडिदियो। काङ्ग्रेस उपसभापति धनराज गुरुङलाई सामान्य सोधपुछमै टारियो। एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जना अदालतमा हाजिर भएकै दिन सामान्य धरोटीमा छुटिन्। अझ म त सरकारी पक्ष उनीहरूका हकमा पुनरावेदन गर्न पनि गएन। मेरो हकमा के गरियो छर्लङ्ग छ। 7औं, सहकारी ऐन अन्तर्गतको कसुरमा 90 दिनभित्र अदालतमा अभियोग पेश गरिसक्नुपर्ने हदम्याद हुन्छ। म विरुद्ध 2080 माघ 22 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको दाबी गरियो। त्यो दाबी सत्य नै थियो भने त्यसको 90 दिनभित्र अर्थात् 2081 को जेठ 10 गतेभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा लगिसक्नु पर्थ्यो। अनुसन्धानका लागि भन्दै 2081 कार्तिक 2 गते पक्राउ गरेको मलाई 84 दिन हिरासतमा राखेर 2081 पुस 7 गते मात्रै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। कानुनमा तोकिएको हदम्याद नागी मुद्दा दर्ता गर्नु देवानी र फौजदारी कानुनको मान्य सिद्धान्त विपरीत थियो भने विशिष्टीकृत कानुन सहकारी ऐनमा हदम्यादको व्यवस्था हुँदाहुँदै सामान्य कानुन मुलुकी अपराध संहिता 2074 को दफा 249 अनुसार बमोजिम मुद्दा चलाउन खोज्नु व्याख्यात्मक कानुनको सिद्धान्त प्रतिकूल पनि थियो। अनुसन्धान र अभियोजनमा हकदैया क्षेत्राधिकार र हदम्याद एकदमै महत्त्वपूर्ण विषय हुन्, तर म विरुद्धको मुद्दामा यी तीनै विषयको पूर्णतः व्यवस्था गरियो र कानुन अनुसार चल्दै नचल्नु पर्ने र चल्नै नहुने मुद्दा चलाइयो। 8औं, चैत्र 22 गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले मलाई थुनामै पठाउने निर्णय गर्यो साँझ 7:30 बजेतिर। त्यसको केही मिनेट नबित्दै प्रहरी मलाई पक्राउ गर्न आइपुग्यो बेडरुममै। त्यस क्रममा प्रहरीले ज्यादती मात्रै गरेन, अन्तिम इच्छा नै सोध्यो। पक्राउ पूर्जी समेत लिएर नआएको प्रहरीले मेरो बेडरुममै पसेर पूर्जी बनायो।
बसेर पूर्जी बनायो। पक्राउ गर्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धानका कार्यालयको टोलीले दिएको पूर्जीमा अदालतको अनुमति पत्र बमोजिम पक्राउ पूर्जी लेखियो, जबकि उनीहरूसँग अदालतको अनुमति पत्र नै थिएन। जिल्ला प्रहरी परिसर काठमाडौँले सोही दिन चैत्र 22 दिएको पूर्जीमा फैसला कार्यान्वयनको आदेशअनुसार प्रहरी अनुसन्धानमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले लेखियो। फैसला अनुसन्धानका लागि फैसला कार्यान्वयनको लागि न अनुसन्धान गर्नुपर्छ न हिरासतमा राख्नुपर्छ, थुनामा पठाउने हो। भैरवा पुर्याएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको पूर्जीमा कार्यालयको प्रहरी हिरासतमा राख्नुपर्ने भएकोले लेखियो। पक्राउ एउटै, तर प्रहरीको युनिट पिछे पक्राउको कारण फरक। चैत्र 22 गते पक्राउ गरेको प्रहरीले 25 गते बिहान मात्रै रूपन्देही जिल्ला अदालत उपस्थित गरायो र बल्ल अदालतले थुनुवा पूर्जी दियो। थुनुवा पूर्जी दिनु अघि मेरो पक्राउ पूर्णतः गैरकानुनी थियो, तर सिंगै देश गैरकानुनी सिन्डिकेटले चलाएको बेलामा एउटा व्यक्तिको मौलिक अधिकारले कति पो महत्त्व राख्छ र? राज्यका सबै अङ्ग तिनकै भर्ती केन्द्र भएको देशमा न्यायका लागि ढकढक्याउनु कुनै ढोका छ कि छैन भन्ने आशंका कसरी हट्छ र? आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जसको निवेदनलाई मोहरा बनाएर ममाथि झुट्टा मुद्दा खडा गरियो, तिनले सार्वजनिक रूपमै भनेका छन् हामीले रवि लामिछाने थुन्न निवेदन दिएका होइनौँ। हामीले दिएको निवेदन रवि लामिछानेको नाम नै छैन। बचत फिर्ताको मागमा दिएको निवेदन प्रहरीले नै दुरुपयोग गरी रवि लामिछाने तर्फ सोझ्याएको भनेर निवेदकले नै भनेको तथ्यमा न्यायालयले पनि आँखा चिम्लिनुलाई म सामान्य मानौँ कि असामान्य? मेरै निवेदनमा लाई देखाएर रवि लामिछानेलाई थुनेको भए म त्यो पापको भागीदार बन्दिन भनेर निवेदनकर्ताले सार्वजनिक रूपमा भन्दा पनि त्यसको सुनवाई हुन्न भने यो विधिको शासन हो कि जङ्गल राज? मेरो कार्यकालमा ग्यालेक्सी टेलिभिजनमा जीवी राईले गरेको लगानीको स्रोत हेटौडाको जग्गागिरीबाट आएको पैसा हो भनेर कम्पनीको अडिट रिपोर्टमा बकाइदा उल्लेख छ। अडिट रिपोर्टमै भनेपछि यो देशमा व्यावसायिक साझेदारको सम्पत्तिको स्रोत खोज्न को गएको छ र जान्छ? न कानुनले नै खोज्नुपर्छ भन्छ, न अधिकार हुन्छ साझेदारलाई। टेलिभिजन सुरु भएको 1.5 महिनामै छविलाल जोशी अमेरिका गए। जीवी 7 देशमा रहेका कम्पनीका मालिक हो भन्थे, नेपालमा भेटिँदैनथे। काम रोक्न भएन, कर्मचारीको तलब रोक्न भएन, आर्थिक कारोबार रोक्न भएन। 7 महिनाभित्र टिभी खोल्ने सम्झौताको बुदामा हस्ताक्षर गरेको छु। म फिल्डमा पनि गइरहन्थे। लेखाका साथीहरू चेकमा सही गरेर छाडिदिनुस् न सर भन्थे। त्यही बेला कोरोनाको दोस्रो भेरिएन्ट चलिरहेको थियो। त्यसमाथि पैसा जीविकै, दायित्व जीविकै, लेखापाल जीविकै, जीवीको आर्थिक कारोबारमा त्यो बेलासम्म कहीँ कतै प्रश्न उठेको पनि थिएन। कम्पनीमा रवि लामिछानेले कुनै आर्थिक दायित्व लिने छैन भनिएको लिखित सम्झौता छँदै थियो। त्यस्तो प्रबन्ध निर्देशकसँग मुख्य लगानीकर्ताले भनिसकेपछि चेकमा सही गर्दिन भन्न सक्ने नैतिक आधार पनि हुँदैन थिएन। तिनै मध्येका केही चेकहरू भविष्यमा म विरुद्ध षड्यन्त्रका ठूला हतियार हुन्छन् भनेर त्यतिखेर मैले कसरी कल्पना गर्नु? 3 वर्षपछि एक ट्रक कागजहरू खोतलेर हेर्दा जीवीको निजी खाताबाट सम्झौता बमोजिमकै पैसा मेरो निजी खातामा आउँदा जीवीले आफ्नो खातामा सहकारीबाट पैसा ल्याएको रहेछ भन्ने पत्ता लाग्यो। मेरो मानवीय क्षमताले जीवीको व्यक्तिगत खातामा कहाँबाट पैसा आएर बसेको छ भनेर देख्न सक्थ्यो र? यो दुनियाँमा कसैको ह्युमन क्यापासिटीले भ्याउने कुरा हो त्यो? रवि लामिछानेले अर्बौं ठगेका प्रमाण हामीसँग छन्, आफै निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसदमा सादा कागज देखाउँदै गर्जेका नकचराहरूले अहिलेसम्म के दिए त प्रमाण? यिनले महिनौं लगाएर खोजे, तर कुनै एउटै सहकारीमा रहेछ त रवि लामिछानेको ऋण पाऊ भन्ने एउटै निवेदन? कुनै सहकारीमा भेटी त रवि लामिछानेको एउटै हस्ताक्षर? कुनै सहकारीमा रहेछ त रवि लामिछाने पदाधिकारी सदस्य कर्मचारी नभई कसरी ठग्न सक्छ त सहकारी? अनि पदाधिकारी नै रहेकाहरूलाई अदालतले 2-4 लाख धरोटीमा छाडेको देशमा म सहकारीमै नजोडिएको मान्छेलाई यतिसम्म प्रताडित गरेपछि देशमा जिउँदो देखिन्छ त कानुन, विधिको शासन र न्याय? यो राज्यसँग नैतिकता छ भन्ने भ्रममा म अब छैन।
कसैले मानहानिको दबावमा पनि छैन, कसैको मानहानिको दबावमा पनि छैन। यो लोकतन्त्र होइन जहाँ राज्यका अङ्गबीच शक्ति सन्तुलित होस्। यो त सीमित नेताहरूको पछिल्ला 36 वर्षमा तयार गरेको अपराधिक सिन्डिकेट हो, जहाँ हरेक ठाउँमा यिनकै कार्यकर्ता र खेताला छन्। यिनीहरूले राज्यका अङ्गहरूसहित भागभण्डामा पारिएका संवैधानिक निकायहरूलाई समेत एउटै रावणका फरक टाउका बनाइसकेका छन्। अरू संवैधानिक निकाय छाडिदिनुहोस्, न्यायपालिकाकै अवस्था के छ? पूर्व न्यायाधीश सुशीला कार्कीको पुस्तक न्याय पढे मात्रै पनि छर्लङ्ग हुन्छ। न्यायाधीश बन्ने ढोका यिनैले खोल्छन्, यिनैले बन्द गर्छन्। नेताहरूले नचाहे संसदीय सुनवाई नै नगरेर न्यायाधीश र प्रधान न्यायाधीश बन्न दिँदैनन्। त्यसैले पार्टीकै कार्यकर्ता पनि हुन परेन? रोल कम भएको न्यायमूर्तिले करियरकै बलि चढाएर म बबुरो रवि लामिछानेलाई किन र कसरी न्याय दिन्छ र न्याय? जति माथि गयो न्यायपालिका त्यति बढी दबावमा किन छ भने न्याय परिषद र संसदीय सुनवाईका दुई तरबार हमेसा न्यायमूर्तिमाथि छन्। यो कालकोठरीबाट म घरिघरि सोध्छु, आफै यति अन्याय, दबाव र प्रभावमा बाँचेको न्यायपालिकासँग मैले अलि धेरै अपेक्षा राखेर अन्याय पो गरेँ कि? आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा विरुद्धका आदेश लेखिनु अघि इजलासहरूमा किन अस्वाभाविक गतिविधिको शङ्का हुन्छ? म आफै चिन्तित छु। अदालतहरूबाट आदेश सार्वजनिक हुनु अघि नै निश्चित मिडियामा कसरी लिक हुन्छ? दिउँसै सकिएका बहसमा घण्टौँपछि जम्मा 5-7 पेजमै फैसला किन आउँछ? 24 घण्टामा फैसला गरिसक्नु पर्ने बन्दी प्रत्यक्षीकरण जस्तो रिट मेरै हकमा पटक पटक हेर्न नमिल्ने हुँदै 1 महिनासम्म किन लम्बिन्छ? मेरै मुद्दामा जिल्लाकै फैसला सदर भयो भनेर वेबसाइटमा आउँछ अनि एकैछिनमा फेरि मेटेर किन सच्याइन्छ? भैरवामा आदेश भएको केही मिनेटभित्रै काठमाडौँमा प्रहरीले मलाई पक्राउ गर्न बिस्तार समय कसरी आइपुग्छ? आदेशपछि पुरा हुनुपर्ने कानुनी र अदालती प्रक्रिया त परको कुरा। पक्राउका लागि आवश्यक सामान्य कागजात समेत प्रहरीले कसरी मेरै बिस्तारामा तयार पार्ने आँट गर्छ? कसरी र किन सोध्छ अन्तिम इच्छा? म साँच्चै विस्मित छु। आफ्नो भन्दा पनि देशको निम्ति नियति सम्झेर चिन्तित छु। अदालतको आदेश सुन्न बसेकी मेरी श्रीमती निकितालाई एक्लै छाडेर आदेश सुनाउने कर्मचारी सोझै मिडियामा किन र कसरी जान सक्छ? जबकि निवेदक पनि भएकाले सबैभन्दा पहिलो आदेश सुन्ने हक निकिताको हुन्थ्यो। अब मेरो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति होइन, सीमित नेताहरूको अहिलेको अपराधिक सिन्डिकेटबाट सिङ्गो देशको उन्मुक्ति हो। रवि लामिछानेले नाकको डाँडी भाँच्नुपर्छ भनेको थियो भनेर निकै ट्रोल बनाइँदैछ। म आज यो कालकोठरीबाट दोहोर्याउँदछु, राज्यको पूर्ण संरचना गर्ने नै हो। ममाथि अत्याचार गर्ने लोकतन्त्र होइन, ओली थापाहरूको कुटिल षड्यन्त्र र लेखक बडालहरूको कानुनी प्रपञ्च हो। विधिको शासन त यिनीहरूले उहिल्यै समाप्त पारिसकेका हुन्। हरेक संवैधानिक निकायमा यिनले धारिला हतियार लुकाएका छन्। यो सिन्डिकेटमा केही सीमित नेता बाहेक कोही सुरक्षित छैन। अब देशलाई मैले भन्नुपर्छ, म सिस्टमभित्रैबाट न्यायका लागि प्रयास त गरौँला, आश्वास त छैन। यसो भनिरहँदा न्यायालयप्रतिको मेरो विश्वासलाई मैले दागबत्ती नै दिइसकेको छैन। ढिलो चाँडो ममाथिको अन्याय अदालतले देख्नेछ। जति चित्त दुखे पनि आशा गर्ने अदालतभन्दा अर्को ठाउँ पो कहाँ छ र? तर अब म आफूमाथिको राजनीतिक षड्यन्त्र विरुद्ध जनताको अदालतमा पनि लड्न प्रतिबद्ध छु। आजबाट मैले आफ्नो मुद्दा दुनियाँकै सबैभन्दा ठुलो अदालत, जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको छु। ममाथि राजनीतिक प्रतिशोध साँधेको हो भन्ने लाग्नेले हस्ताक्षर गरी सहयोग गरिदिनु होला। मेरा विपक्षमा अहिले जे जस्ता आधार देखाइएका छन् ती कुनै पनि सहकारीका होइनन्, कम्पनीका हुन्। चाहे बैंक खाता सञ्चालन, चाहे चेकमा हस्ताक्षर वा शेयर स्वामित्व, यी सबै कम्पनीसँग सम्बन्धित क्रियाकलाप हुन्। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन 2081 कार्यान्वयनका नाममा ममाथि यति धेरै ठाउँमा, यति धेरै अदालतमा अत्याचार गरिँदैछ कि त्यही प्रतिवेदनले नेपालीमै भनेको छ, कुनै पनि सहकारीबाट ऋण ल्याउन रवि लामिछानेको कुनै भूमिका छैन।
तर ममाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाइयो। ममाथि चलेका सबै मुद्दाका जाहेरीहरू यो सरकार बनेपछि रमेश लेखक गृहमन्त्री भएपछि मात्र दर्ता भएका हुन्। प्रहरीले तयार पारेर राखेको जाहेरीमा डर, लोभ, प्रलोभन र झुटो आश्वासन दिलाएर ल्याप्चे लगाउन लगाएका निवेदनमा मुद्दा चलाइएको छ। मेरो लागि मुद्दा चलाउन मान्छे हात समातेर ल्याउनु परेको छ, तर यिनका लागि मुद्दा चलाउनु परे यिनलाई को बन्छ करोडपतिमा जस्तै अप्सन दिन सकिन्छ। भन् कुन मुद्दामा अनुसन्धान होस् भन्ने चाहन्छौ? यिनले गरेका करतुत मध्ये यिनैले रोजेको बाटो एउटाबाट मुद्दा चलाउँदा पनि यिनको बाँकी जीवन जेलमा बित्छ। जायज यथा राज्य कोषमा दाखिला हुन्छ। समयले यो अधुरो, अपुरो र नेपाली जनताले देख्न चाहेको दृश्य चाँडै पूरा गर्नेछ भन्ने कुरामा म ढुक्क छु। मेरै हातले त्यो शुभ कार्यमा हस्ताक्षर गर्न पाएनन् भने पनि मेरा कानले त्यो समाचार अवश्य सुन्नेछन्। म मरेछु, मारिएछु भने पनि देशले एक दिन त्यो समाचार सुन्नेछ। परिवर्तनको घण्टी सिंहदरबार छिरिसकेको छ। एउटा बिन्दुमा पुगेपछि घण्टी बज्छ मात्र होइन, घण्टीले बजाउँछ पनि। अहिले म थुनिएको बुटवलको सुप्रिम सहकारीका विभिन्न तहका पदाधिकारी, शाखा प्रमुख र कर्मचारी नै धरोटीमा रिहा भएका छन्। सहकारीका तत्कालीन सचिव दिपेश पुन 4 लाख धरोटीमा रिहा भए। जीवी राई सम्बद्ध विभिन्न सहकारीमा सूचना प्रविधि विभागको प्रमुख रहेका भविश्वर अर्यालले 18,40,000 रुपियाँ धरोटी बुझाए पुग्यो। सुप्रिम सहकारीको भैरवा शाखाका व्यवस्थापक दुर्गा पाण्डेय चपागाई 18 लाख धरोटी बुझाएर छुटे। त्यही सहकारीका कर्मचारी पनि थनामा छैनन्। नवीन अछामी 10 लाख, दीपक नेउपाने 4,45,000, निता थापा र रोशनी गुरुङ जनै 2 लाख, आशिष राणाबाट 50,000 र मनोहर मोहम्मद 34,000 रुपियाँ धरोटी बुझाएर रिहा भइसकेका छन्। सहकारीको सञ्चालक समितिका पूर्व सदस्य मजहर मोहम्मद पनि 1 लाख रुपियाँ धरोटीमा निस्किए। ननिस्केको त त्यही रवि लामिछाने मात्र न हो। सहकारीमा प्रत्यक्ष संलग्नहरू यसरी ससानो धरोटीमा छुट्दा संलग्न नभएको म चाहिँ थुनामा छु। तैपनि अदालतको मानहानिका डरले आफ्नो पक्ष क्लस्त राख्न सक्दिन। कस्तो न्याय हो यो? यो देशमा सबै सहकारी पीडितले पैसा फिर्ता पाएछन् भने पनि जीवी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन्। सुरुमा जीवी राईलाई केवल सहकारी ठगीको मुद्दा थियो। पछि रवि लामिछानेलाई फसाउन जीवीमाथि पनि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइयो। जीवी राईले मलेसियाबाट लाखौं डलर बोकेर फर्केछन् भने पनि हिसाब फरफारक गर्न नपाओस् भन्ने चाहन्छन् यिनीहरू। त्यसका लागि मलेसिया मेलमिलापको ढोका समेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकिएको छ। तर म बचतकर्तालाई जेलको बन्द कोठाबाट बाचा गर्न चाहन्छु कि यिनले बन्द गरेको तपाईहरूको बचत प्राप्त गर्ने त्यो ढोका रवि लामिछानेले चाँडै तोड्नेछ र तपाईहरूले आफ्नो बचत प्राप्त गर्नुहुनेछ। एउटा रवि लामिछानेको शिकार गर्न यिनीहरूले हजारौं बचतकर्तामाथि गरेको अन्यायको मूल्य एक दिन अवश्य चुकाउनेछन्। आफ्नो मात्र चिन्ता गर्न म यो अपिल लेख्दै छैन। यिनीहरूले म माथि गरेको अत्याचार, देशको अर्थ राजनीतिमाथि गरेको अत्याचारका अघि केही पनि होइन। यो देश यिनीहरूले तपाईहरूले देखे सोचे भन्दा धेरै बिगारेका छन्। राजनीतिक टाउकेहरू पतित भइसकेका छन्। आफैलाई झोले र दास घोषणा गर्न लगाइएका दलका कार्यकर्ताका लागि राजनीतिक सेवा होइन धन्दा भएको छ। खर्चिलो राजनीतिक धान्न नेताहरू माफियाका खेताला भएका छन्। यिनीहरूले मेरो त केही भेटेनन्, तर मेरै जसरी यिनीहरूको पनि सम्पत्ति छानबिन हुने हो भने सबै जसो जेल जान्छन्। त्यसैबाट जोगिन राज्यका सबै अङ्ग कब्जा गर्नुपर्ने मजबुरी छ यिनीहरूको। संवैधानिक परिषद र न्याय परिषदलाई हतियार बनाएर न्यायालय, अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक संस्थाहरू कब्जा गरिसकेका छन्। निजामती र प्रहरी सेवा त 3 दशक अघि नै दलीयकरणको प्रयोगशाला भएकै हो। राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता आर्थिक संस्थाहरू पनि बिचौलियालाई बेचिएका छन्। तपाईँ मात्र होइन, तपाईँ पछिको पुस्तालाई पनि यिनीहरूले माफियालाई बेचिसके।
अब म रौला नरौला, तर मेरा केही सङ्कल्प छन्। भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन पुनर्लेखन हुनुपर्छ। सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ। 46 साल यताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ। संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ। प्रदेश सभा खारेज हुनुपर्छ। राष्ट्रिय सभालाई चुनाव हारेका नेता र आफन्त होइन विद्वानहरूको सभा बनाउनुपर्छ। नेताहरूले खेलौना र भर्ती केन्द्र बनाएका सबै संवैधानिक अङ्गहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्याउनै पर्छ। दलै पिछेका भातृ सङ्गठनलाई पूर्ण रूपमा खारेज गर्नुपर्छ। राजनीतिक सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ। त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट, शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ। महाकाली वा अरू सन्धिका नाममा देशै बेचेर खाएकाहरू ढुक्कले सिंहदरबार छिरेका छन्, तिनलाई मुद्दा छैन। नक्कली भुटानी शरणार्थी वा भिजिट भिसाका नाममा जनता बेचेर खाएकाहरू संसदमा शेर सायरी सुनाइरहेका छन्, तिनलाई अनुसन्धानको डर छैन। सिंगै ललिता निवास र गिरिबन्धु निलेकाहरू डकार्न पनि नडकारी सुखी नेपालीको उपदेश दिँदैछन्, तिनलाई कानुनको डरै छैन। आज तिनै अपराधीहरूले चलाएको देशमा स्वदेशमै केही गर्ने सङ्कल्प लिएर अमेरिकादेखि फर्किएको म रवि लामिछाने सबैभन्दा धेरै अदालतमा मुद्दा चलेको यो देशको सबैभन्दा ठूलो अपराधी जस्तो भएर कारागारमा बन्दी छु। सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नु पर्ने। म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने। सबको भाकल पूरा गर्न रेटिदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ। यति बेला मसँग सत्य बाँकी छैन। म थुनिदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे। आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ। मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलो छिटो सबैले जवाफ दिनुपर्नेछ। एक न एक दिन सबैको श्वेत पत्र निस्कने नै छ। आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, यिनीहरूको 36 वर्ष लामो कुशासनले यो देशमा परिवार अलग्यायो, समाज अलग्यायो, देश नै अलग्यायो। यिनले दिएको यातनाको आँसुबाट अब विद्रोहको नदी तयार भइसकेको छ। यी अपराधीहरू रवि लामिछानेसँग होइन, आफ्नै अपराधसँग डराएका हुन्। रवि लामिछानेप्रति तपाईहरूको प्रेमसँग डराएका हुन्। यिनीहरूले बुझेका छन् यो देशमा अब कि रवि लामिछाने जेलमा हुनेछ कि यिनीहरू जेलमा हुनेछन्। कि षड्यन्त्रले जित्नेछ, म जेलमा सड्नेछु, कि तपाईहरूको प्रेमले जित्नेछ, यिनीहरूले यो देशमा 36 वर्षका अपराधको मूल्य तिर्नेछन्। रवि लामिछाने परीक्षाका लागि तयार छ। बा हुन् कि दाई, भाउजू हुन् कि देवर, ती सबैले सुन्ने गरी फेरि दोहोर्याउँछु, रवि लामिछाने जस्तो सुकै परीक्षाका लागि पनि तयार छ। मलाई दृढ विश्वास छ काल कोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरूसँग 36 वर्षका अपराधहरूको हिसाब नमागी छाड्ने छैन। मेरा विरुद्ध जाहेरी दिनेहरूले बिस्तारै सत्य बोल्न थाल्नु भएको छ। बाँकीलाई अनुरोध छ, तपाईहरू आफूलाई जन्म दिएका बा आमा र आफूले जन्म दिएका छोराछोरीको आँखामा आँखा जुदाएर भन्नुहोस् त के रवि लामिछानेले ठगेरै तपाईहरूले उजुरी दिनुभएको हो? रवि लामिछाने छ भनेरै कुनै सहकारीमा पैसा राख्नु भएको हो? तपाईहरूमध्ये कतिजना पाप धर्ममा विश्वास गर्नुहुन्छ मलाई थाहा छैन, तर धर्मै नमान्नेहरूलाई पनि पाप त लाग्छ। कसले कसको लोभमा, स्वार्थमा वा दबावमा मेरो विरुद्ध उजुरी दिनुभयो, एकपटक छातीमा हात राखेर आफैलाई सोध्नुहोस्, रवि लामिछाने ठगै हो त? जसले यो पढ्नुभयो उहाँहरूले पढ्न नसक्ने आमा बुबालाई मेरो सन्देश सुनाइदिनु होला। तपाईको रवि लामिछाने यिनीहरूको काल कोठरीसँग डराएको छैन, आत्तिएको छैन, हिम्मत हारेको छैन।
तपाईको रवि लामिछानेसँग कारागारका पर्खाल भित्रबाट पनि यी देशद्रोहीलाई तर्साउने नैतिक बल र साहस छ। मैले संगठित अपराध गरेको हुँ कि सिङ्गो राज्यको दुरुपयोग गरेर ममाथि संगठित अपराध भइरहेको छ, यसको निर्णय जनताकै विवेकको अदालतमा होस्। चरम अन्यायको शिकार भई थुनुवाको रूपमा रहेको मेरा भनाइले कसैलाई चित्त बिजाएछन् भने पनि ममाथि थप निर्मम हुने ठाउँ अब कति नै पो बाँकी होला र। ममाथिको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानमा साथ दिन आग्रह गर्दै यति भन्छु, यिनीहरूले मलाई लगाएको हतकडी त बिउ हतकडी हो। यो फल्न फुल्न र हुर्कन धेरै दिन लाग्ने छैन। स्वर्ग जस्तो देशलाई नर्क बनाएका अपराधीहरू षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन सक्ने छैनन्। म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन। यति भनिसकेपछि अब मैले झन् यस बापत कत्रो मूल्य चुकाउनु पर्ने होला त्यसको हिसाब पनि छैन र मलाई परवाह पनि छैन। धन्यवाद। जय घण्टी। 2082 असार भैरवा कारागार। अहिलेसम्म लगभग 51 मिनेट 12-13 सेकेन्ड भएछ। रवि लामिछानेले भैरवा कारागारबाट एउटा जुन नेपाली जनताका नाममा लेख्नु भएको अपिल मैले वाचन गरेर सुनाएँ। वाचन गर्ने क्रममा अब यति लामो एउटा चाहिँ नि लेख अपिल वाचन गर्दा कतिपय ठाउँमा त्रुटिहरू सामान्य भएका छन्। ती त्रुटिहरूलाई सच्याएर बुझिदिन र सुनिदिन अनुरोध गर्दै यो एउटा मिडियामा आएको अपिललाई मैले वाचन गरेर सुनाएको हुँ। यो अपिलप्रति मेरो आस्था अथवा चाहिँ नि म यो घण्टी अथवा रासोपा पार्टीमा संलग्न पनि छैन। मैले खासमा यसमा आएको अपिललाई चाहिँ पढेर सुनाएको वाचन गरेको मात्रै हो र अब यसलाई मूल्याङ्कन गर्ने, बुझ्ने, सबै सुन्ने तपाईहरुकै जिम्मेवारी हो। हस्, धन्यवाद। यति लामो समयसम्म यो वाचनलाई सुनिदिनु भयो, यसका लागि फेरि पनि धन्यवाद भन्दै म बिदा हुन्छु। हस्, नमस्ते।